के कहानी हो टिप्परको? केटीको चक्कर र टिप्परको ठक्करबाट बचाऊ है केटा हो भन्ने के यो त हो नि, यमराज त्यसै नाम राख्दै हो र। भन्छ नि अझ टिप्परको अगाडि लोकल बसको पछाडि नआइनु जान जान सक्छ भन्दै कालो पन्चा लगाइरहेको हो। अब भैरवामा गएर त्यहाँ काम गर्ने हो होइन, पोल पोलमा चढ्ने हो, घर घरमा नेट चलाइदिने हो। आज सुरज, दुइटै सुरजले झ्यार जो उठेर त फेरि हात मुख धोएर पुरा तल आखान केटाहरू गइसके गरे फेरि दुइटै सुरजले।